गाइज गुड आफ्टरनुन सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आजको न्युडे न्यु भ्लगमा हजुरलाई आएको छ अहिले सबको सर्लक्क लाएर देख्न सक्नुहुन्छ यताको अवस्था देख्न सक्नुहुन्छ अनि यता चाहिँ पशु विकास शाखा छ अनि यो 3 नम्बर कोठामा अनि यताको यस्तो अवस्था पनि देख्न सक्नुहुन्छ यताको अवस्था यस्तो छ सर्लक्क लाएर हेरौँ माथितिर गएर यहाँको अवस्था यस्तो भइरहेछ अनि यता चाहिँ वडा 10 जिउको पक्ष अनि यता बाहिरको अवस्था यस्तो छ सर्लक्क लाएर यताबाट यहाँको भ्यू देख्न सक्छौँ होइन दामी छ अनि यहाँभित्र पनि हेरौँ न त अनि यता चाहिँ हाम्रो प्रशासन शाखा 2 नम्बर कोठामा छ सर्लक्क लाएर देख्न सक्नुहुन्छ अनि एम सर यसो अलि चाहिँ म यता वार्ड कार्यालयभित्र आइसकेको छु गाइस होइन तपाईँले देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो नारायण नगरपालिका 10 को सचिव जो हुनुहुन्छ यहाँ अनि टक्क लगाएर अहिले चाहिँ यहाँ काम गरिराख्नु भएको छ यता आउनु मिल्छ नि सर यता आउनु मिल्छ नि सर टक्क लगाएर यहाँ काम गरिराख्नु भएको छ हेर्नु सक्नुहुन्छ अनि यसो भनिदिनु न त के भन्नु पर्यो कस्तो चलिरहेछ यहाँको काम राम्रै चलिरहेछ अनि एक नेटको समस्या छ अनि यता चाहिँ अहिले बाहिर गएर देखाइदिनुहोस् गाइस यति धेरै छ यहाँको मान्छेहरू है सबै नेट चलाउनको लागि नेटको अभावले गर्दा सबै मान्छे यहाँ हुनुहुन्छ अनि यताको यहाँको प्रतिनिधिहरू देख्न सक्नुहुन्छ 5 जना अनि सर्लक्क लगाएर यताको सरसामानलाई पनि ड्याङ लगाएर यताको नारायण नगरपालिका 10 को नक्सा पनि देख्न सक्नुहुन्छ होइन यहाँको व्यवस्थापन पनि यस्तो छ देख्न सक्नुहुन्छ होइन यो अवस्था यस्तै छ है सो गाइस म माथि गएर यो ढलमा गएर चाहिँ भ्यू देखाउँछु यता ब्याक साइडको हेरौँ न त्यस अनि हामी चाहिँ माथि जान्छौँ एकछिन सर्लक्क लगाएर यताको अवस्था यस्तो छ कि पुरा देख्न सक्नुहुन्छ है यस्तो छ अवस्था देख्न सक्नुहुन्छ त्यहाँ बन्द रहेछ पुरा यस्तो छ है गाइस यताको अवस्था देख्न सक्नुहुन्छ सबैले सर्लक्क लगाएर हेरौँ यताको अवस्था यस्तो छ है अनि यताबाट पुरा गाउँ पनि दामी देखिरहेको होला सबैले हेरौँ यता चाहिँ यताको गाउँ बस्तीहरू दामी छ यहाँ तल स्कुल देखिरहेको छ यताको स्कुल अनि यता चाहिँ तौलिया है गाइस सबैले कमेन्ट गरौँ कस्तो लाग्यो गाउँ होइन सबैले माया देखाउनु पऱ्यो कि सबै सब्सक्राइब गर्नु पऱ्यो है अनि यता चाहिँ राइली है यो राइली यो गाउँ देखिरहेको राइली है यता पारि यो डाँडा देखिरहेको चाहिँ यो तलको चाहिँ यो तोलदेखि पारि देखिरहेको यो चाहिँ हल्का मधुर देखिरहेको छ चौराटातिर सो गाइस सबैले माया देखाउनु पऱ्यो सबैले सब्सक्राइब गरौँ है अनि यता चाहिँ हेल्पपोस्टको अवस्था हेरौँ न त होइन सो गाइस यता देख्न सक्नुहुन्छ सबै यता केटाहरू वाइफाई चलाउनलाई यहाँ वाइफाईको यहाँ चाहिँ नेटको अभावले गर्दा यस्तो भइरहेछ अनि यहाँ चाहिँ स्वास्थ्यको अवस्था पनि देख्न सक्नुहुन्छ सर्लक्क लगाएर यस्तो छ होइन अहिले चाहिँ स्वास्थ्यको यो नियमहरू त होला होइन सर्लक्क लगाएर सबैले पढौँ है यताको चाहिँ यो सबै आफै पढ्नुहोस् अनि यता चाहिँ देख्न सक्नुहुन्छ सर्लक्क लगाएर सबै लगाएर हेरौँ टक्क लगाएर अहिले चाहिँ खाली हुनुहुन्छ सबै अनि यताको अवस्था पनि देख्न सक्नुहुन्छ यस्तो छ होइन सबैले कमेन्ट गरेर कस्तो लाग्यो होइन सबै यहाँ चाहिँ यस्तो देखिरहेको छ तर यहाँको अवस्था यस्तो छ सो गाइस होइन एकछिन माथितिर गएर हेरौँ पुरा यस्तो छ कि यताको अवस्था पनि देख्न सक्नुहुन्छ यी वाइफाईको जडानहरू यहाँको बत्तीको यताको चाहिँ यहाँ यो डाक कलर सबैले हेरौँ कमेन्ट गरौँ सो गाइस हामी माथिल्लो तलामा जान्छौँ सो गाइस यहाँ राम्रो भइरहेको छ सर्लक्क लगाएर भिडियो होइन यहाँ माथिल्लो यताको अवस्था सर्लक्क लगाएर यो यता शौचालयको अवस्था यस्तो छ यताको शौचालय होइन अनि यता चाहिँ यस्तो भइरहेछ
टक्क लगाएर अनि यताको अवस्था देख्न सक्नुहुन्छ यो कोठाको अवस्था पनि यता चाहिँ यस्तो छ पुरा हल चाहिँ यो हल अनि यतातिरको अवस्था देख्न सक्नुहुन्छ सल्लक्क लगाएर सो गाइज यही नै हो सबैले माया देखाउनु पऱ्यो है सबैले कमेन्ट गर्नु कस्तो लाग्यो आजको भिडियो सबैले माया देखाउनुहुन्छ भन्ने आशा छ अनि यहाँ माथिको हल पनि देख्न सक्नुहुन्छ पुरा अवस्था यही आजको देख्न सक्नुहुन्छ आज चाहिँ वार्ता लिएर यहाँ हेर्को बारेमा थोरै जानकारी लियो त्यसपछि कस्तो लाग्यो सबैले कमेन्ट गर सब्सक्राइब गरौँ यही नै हो बाबाई टेक केयर लभ यु है